बस्ने रुम यहाँ ल्याएर राखेको छ है। अब यहाँ वाइफाई पनि छ, टिभी पनि छ। यसको कहाँनिरको लाइन चुन्दै के हो थाहै छैन। राति बत्ती बलेन। अब यहाँ राख्ने सामान लगेजहरू के छ, राख्ने सामान्य नर्मल कुराहरू। यो मेरो सुत्ने ठाउँ, यो ज्याकेट मेरो झोला मैले त्यहीँ राखेको छु। मैले सामान राख्नु पर्यो भने यहाँनिर ड्रर छ यत्रो ठुलो, यहाँनिर लकर। यहाँ अब फेरि रेस्टरुम जानु पर्यो भने यहाँनिर छ। यहाँनिर रेस्टरुम, बेसन, टोइलेट, यहाँनिर सावर, त्यहाँ धारा छ। अब यहाँ डाइनिङ टेबल। हिजो मलाई के खाना ल्याएर राखेको थियो, चामल जस्तो यस्तो। अनि यो फन्टास्टी भन्ने भनिला फ्लेभर रहेछ। म चाहिँ हिजो राति अँधेरोमा बत्ती थिएन, यसो केही खानेकुरा होला भनेर हेरेको। 2टा टमाटो, एउटा चाहिँ यो के हो यसको नाम एक्ज्याक्ट यहाँनिर छैन, के हो पोइटिभेन के लेखेको, यो यसो बुझ्न सकिनँ। पोइटिभेन के हो यो छ। अनि यो सोफा भयो, यहाँनिर बस्ने। अनि त्यसपछि यहाँनिर पानी सानी तताउने के हो थाहा छैन। अब यहाँनिर फेरि यो डाइरेक्ट कनेक्सनवाला चुलो रहेछ। यहाँ खोल्ने बित्तिकै यहाँ आगो बल्छ। यहाँ खोल्यो भने त्यहाँ, यो खोल्यो भने यो खोल्यो भने त्यता रहेछ। अनि टर्बोसेफ हिटरहरू नि यहाँ उयो गर्नुहुन्छ, केही खानाहरू यहाँ तताउने। माइक्रोवेभ पनि आइछ, बेसनको भाँडा धुने यहाँ छ, वासिङ मेसिन यहाँ छ, फ्रिजर यहाँ छ। अनि कपहरू सिसाको 1-2वटा यहाँ छोडिदिन्छ। अनि प्लेटहरू यताउतिको लागि फेरि यहाँ छ प्लेटहरू। अनि फेरि यहाँनिर पनि फेरि कपहरू छ, यस्तो छ। अनि खाना पकाउनुलाई एउटा फ्राई प्यान मात्रै छ यहाँ। अनि फेरि स्पुनहरू फोर्क चाहियो भने यहाँ छ। पानी तताउने हिटर, त्यो चाहिँ थाहा भएन के हो। चलाउने कुराहरू यहाँनिर, टुल्सहरू चलाउने खाना पकाउँदा। चपिङ बोर्ड र यो क्रसर यहाँ छ रहेछ। योभन्दा तलमा चाहिँ के पनि छैन। अनि अल्छी लाग्यो, झ्याउ लाग्यो भने पढ्नुहुन्छ भनेर होला, यहाँनिर फेरि यो जेफ्री आर्चर भन्नेको बुक छ रहेछ। बास गाइज, फर्स्ट भिजिट अलि थोरै नर्भसियस पनि छ। यहाँनिर जोस् ठिकै छ रहेछ छनु चाहिँ। वातावरण यस्तो छ। घरहरू त अब खै छोटो सानो होचो हुने रहेछ।